हेलो एभ्रिवान, नमस्ते अनि सेवाहरू। आज चाहिँ हामी सान्वी ल्याउन जाँदैछौँ अनि हेर्नुहोस् तपाईहरुले पनि सान्वीको स्कुल कहाँ रहेछ है। अनि तपाई पनि हेर्नुहोस्, लास्टसम्म हेरिदिनुहोस् है यो भिडियो। यो भित्र चाहिँ जुत्ता लगाएर मात्रै पस्नु दिन्छ त्यति दिन्छ। ए आर्मीले चाहिँ यहाँनिर कल्लो भिर्काउनुपर्छ यहाँनिर। यहाँनिर ए यही तपाईहरु फोटोहरु खिचेको छ है। यो चाहिँ अब मरेको मान्छेको यसमा बनाएको हो। शहीद स्मारकहरू जस्तो हो। अनि सबै प्रकारको फोटोहरू छ नि हाम्रो। हामी चाहिँ सान्वी ल्याउन जाँदैछु स्कुल। म अहिले लखनऊमा छु। के अरे भनिदिनु प्याङ्का दिदी यहाँनिर? यो वार मेमोरियल हो। वार मेमोरियल पहिला शहीद भएर मर्नेहरूको नाममा बनिएको यो। यहाँ चाहिँ अब यो जग्गा चाहिँ यो चाहिँ आर्मी क्याम्प। के घोडाहरू छ क्या? ए होइन, गाई पो रहेछ। कुकुरहरू पनि हुँदो रहेछ, दिँदो रहेछ, पस्दो रहेछ है कुकुरहरू पनि, गाईहरू। ए आर्मीकै गाई हो। आर्मीहरूले पनि गाई पनि पाल्छ। ए फ्रेस दिन्छ, आज दुई आज दिने त्यस्तो खालको अन्त राम्रो त। कति सफा हुन्छ है आर्मीको जग्गा भनेपछि। यहाँनिर चाहिँ जुम्बाहरू गर्छ अरे त। ए सजिलो हुन्छ नि त्यस्तो ड्युटीहरू हेर्नु। त्यहाँ अब त्यो बिमारीले मऱ्यो भने चाहिँ ए यता चाहिँ सान्वीको स्कुल। हामी चाहिँ सान्वीको स्कुल आइपुग्यौँ। सान्वीको छुट्टी हुँदै रहेछ अब। कति मजाको जग्गा हुन्छ है आर्मी भनेको है। यहाँ खेल्ने जग्गा। कति मजाको जग्गा। यसो सान्वी आउँदैछ तर हामी रोकिरहेको छौँ। सान्वी आइपुग्यो, सान्वी आइ भनिदियो। मजा आयो आज स्कुल? शम्भु मजा आयो? ए याबु सान्वीले साथीहरू चिनाउँदैछ। हाई गाइस, हामी आइसक्यौँ सान्वीलाई लिएर। यति गरम छ यहाँनिर है। यो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। अनि तपाईहरुलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर, सब्सक्राइब गरिदिनुहोस् है। थ्याङ्क यू, बाई बाई।